मैले यस्तो सुनेको कि जापानमा कस्तो के छ जिन्दगी कस्तो चलिरहेछ जापानमा जिन्दगी भन्नाले अब मान्छेहरूले सहज तरिकाले कसरी लिउँछन् र अब आफूप्रति भर पर्ने हो होइन कसरी ल्याउन सकिन्छ र अब कुन तरिकाले हिँड्ने मान्छेले भन्छ अप्ठ्यारो गाह्रो पर्यो भन्ने हुन्छ त्यहाँनिर आफ्नो मनलाई जता बनाए उतैतिर ल्याउनु पर्ने हुन्छ आफूलाई बनाएपछि अब मलाई यस्तै छ भनेपछि अब आफूलाई मनमा कुराहरू लिएर गरेपछि आफूलाई आफ्नो भार पर्ने हो त्यो तिनी कुरा छोडेर आफूले के गर्नु छ अनि कसरी चल्नु छ र आफूले के सिक्नु छ कुन काममा आएको छु त्यही कामको वातावरणलाई अलिकति ध्यान आकर्षण गर्दाखेरि ठिक जस्तो लाग्छ मलाई चाहिँ अरू नसोचेर होइन त्यो काम गर्ने टाइममा होइन सबैले भन्छन् जापानमा राम्रो कमाइ छ होइन अब कमाइ राम्रो छ गाडी घोडा किन्छन् मान्छेहरूले घर बङ्गलाहरू बनाउँछन् होइन पैसा राम्रो कमाइ छ होइन त्यसको लागि चाहिँ अब नेपालमा बस्दाखेरि त हामीलाई पनि रमाइलो सुन्दाखेरि रमाइलो हाम्रो नि यति पैसा कमाउँला भनेर नेपालबाट यहाँ जापानमा आइन्छ होइन आएपछि यहाँ आइसकेपछि त कस्तो हुने रहेछ यहाँ आइसकेपछि सोच अनि आफ्नो सोचाइ आफ्नो परिवर्तन आफ्नो घरको फ्यामिलीको टेन्सन आफूले आएको ऋणहरूको कारणले चाहिँ आफूले कस्तो अनुसारले कुन अनुसारले चल्नुपर्ने रहेछ र यहाँको रुल्स कानुन चाहिँ के रहेछ भन्ने तिमीले कस्तो लाग्यो यहाँ भनेको अब त्यही हो मैले बुझेको अनुसार त अब ऋण सबैको ऋण हुन्छ होइन ऋण भन्ने तरिका अब ऋणलाई कसरी अब सल्भ गर्न सकिन्छ र कसरी ल्याउन सकिन्छ त्यो कुरा आफूमा भर पर्ने हो मैले भन्ने कुराहरू चाहिँ अब तपाईँहरू कस्तो लाग्छ होइन जिज्ञासा चाहिँ अनि प्लस अब जापान आएर जो सब मान्छेहरू नेपालमा तपाईँ के कुक भिसामा आएको हजुर म कुक भिसामा आएको कस्तो छ काम कस्तो छ राम्रो काम अझसम्म राम्रो चलिरहेछ आजको निम्ति चाहिँ राम्रै चलिरहेछ भोलिको दिनहरू कस्तो हुने थाहा छैन है यो चाहिँ म फिक्स भन्न सक्दैन अनि जापानका साहुहरू कस्तो हुने रहेछन् त जापानका साहुहरू अब आफूमा भर पर्ने हो डिफेन्ड पर्ने हो त्योमा चाहिँ अब म फिलहाललाई चाहिँ म चाहिँ अब ठिकैमा छु जस्तो लाग्छ नो कमेन्ट होइन नो कमेन्ट होइन हजुरहरूलाई कस्तो लाग्छ कृपया दिनु होला होइन कमेन्टमा अनि तपाईँले वर्किङ भिसा होइन एसएसडब्लु ब्याचलर प्लस अनि स्टुडेन्टमा चाहिँ के फरक पर्यो त अब स्टुडेन्टमा फरक गाह्रो छ सबैलाई होइन स्टुडेन्टमा भन्नाले अब फरक त के पर्यो भन्न खोज्दा अब सबैलाई अब उही हो फरक भिसा चाहिँ फरक भिसा हुन्छ अब स्टुडेन्ट चाहिँ जहाँ भने उही काम गर्न पाउँछ उसको नियम हुन्छ होइन अब कुकलाई भने कुकमै हो होइन अब डिपेन्डेन्टले पनि अब त्यही हो जता भने उतै गर्न पाउँछ त्यो बुझिन्छ यहाँनिर है हजुरहरूलाई यहाँदेखि सल्लाह दिएको जापान टोकियोबाट है तर अब तपाईँहरू के बुझ्नुहुन्छ अब तर तपाईँले जो फोटोमा हेर्नु भएको जापान त्यस्तो रहेनछ जस्तो लाग्छ होइन होइन जो फोटोमा भिडियोमा हेर्नु भएको त्यस्तो छैन होइन सजिलो छैन मेहनत रहेछ यहाँ दुःख रहेछ सेकेन्डको हिसाब मिनेटको हिसाब हुने रहेछ यहाँ